गाइस आज हामी आमा छोरी यो चौचौ च्यालेन्ज मेरो छोरी च्यालेन्ज गर्ने अरे यो चौचौ खाएर आज हामी फुड च्यालेन्ज गर्छौं अनि जित्नेलाई यो चकलेट जसले जित्छ यो चकलेट खान पायो हैन अनि मेरो छोरी बोल्नु हुन्छ ल बोल त तिमीले अनि हामीहरुको जित्यो भने यो चकलेट खान मिल्छ तर हार्यो भने यो चकलेट खान मिल्दैन तर यिनीहरुलाई चाहिँ हेर्नु त मम्मी यहाँ छ मेरो पनि यो चौचौ यो अन्डा यो लेमन हैन अनि मेरो चाहिँ छ चौचौ अन्डा ल अब सुरु गरौँ ल स्टार्ट 1 2 3 स्टार्ट चेस फर्स्ट बाइट खाए है कस्तो मेरो पिरो खा मेरो पिरो खाइज त तिमी खा मेरो चाहिँ पिरो छ महिनाले चाहिँ पिरो नाली बनाइदिएको मेरो लगभग 3टा चौचौ उपासनाको चाहिँ 2टा चौचौ अनि उसलाई चाहिँ बोइल गरेको एक मन पर्दैन त्यही भएर उसलाई चाहिँ फ्राई गरेको एक मलाई चाहिँ यो चौचौ कसरी खानु ल मिठो छ यहाँ साथी हो अब 3 2 1 गो स्टार्ट कसरी स्टार्ट हुन्छ यसरी चाहिँ च्यालेन्ज गर्ने मम्मी च्यालेन्ज गरौँ च्यालेन्ज सबैले उसले मोबाइलमा हेर्छ नि त के हेर्छ अनि च्यालेन्ज गरेको देख्छ के भिडियो हेर्छ अनि त्यही हामी च्यालेन्ज गरौँ ल मामु भन्दै थिएँ कि अस्तिदेखिबाट मैले आज च्यालेन्ज भिडियो लिएर आएको चौचौको च्यालेन्ज होइन उपास न अनि मामा मिठो मम्मी यो खाइसकेपछि सबैलाई बेच्नुपर्छ त बिहान उठेर अनि नौगरमा पनि भेटिदिनु दिया मैले पनि दिया बहिनीलाई पनि यहाँ कान्छीलाई पनि चौचौ खानु पऱ्यो रे दिया भनेछ मेरो अब सुरु गर्नु एम छ नि पिरो त थोरै हुँदैछ बिली चाहिँ डेन्जर छ म त अन्डा खान्छु डेन्जर पिस अन्डा खान्छु अरे आज हामी आमा छोरीको ड्रेस सेम भएछ नि सेम सेम छ तर डिजाइन चाहिँ अलग छ मम्मीको यो छ यस्तो मेरो यस्तो छ तिमी त सबै साथीहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ मेरो भिडियोमा स्वागत छ सबैलाई नमस्ते भनेन नि त अनि यो ड्रेस चाहिँ नि यो हामीहरूको दुईजनाको ड्रेस चाहिँ नि चाइना जस्तै लाग्दैछ तर हामीहरू चाइनामा बसेको होइन हामीहरू नेपालमा छौँ त्यही भएर त्यस्तो ड्रेस छ नि चाइनाको जस्तै त्यही भएर सबै सोध्नु हो यो चाइना होइन यो नेपाल हो दिस इज नेपाल है नट चाइना इङ्ग्लिस पनि हाम्रो ठुटे इङ्ग्लिस छिट्टै इङ्ग्लिस छ तर हामी दुईजनाको अलग अलग भएको छ
चक्लेट त मैले खान्छु होला उपासना चक्लेट त मैले पाउँछु होला आज कति छ त्यसै ठुलो भाडा यो भाडा चक्लेट मिल्छ को हाल्छ त्यसै यो भाडा चक्लेट मिल्छ हुन्छ यो भाडा अनि कति छ त्यसै यो भाडा चक्लेट मिल्छ ल गाइस चलो अच्छा मैले जित्ने हो मैले अन्डा दिन्छु ल अलिकति त्यो खाँदैन बहिनी ल अन्डा मेरो सानो छोरी अन्डा खाँदैछ उसलाई चाहिँ भिडियो बना ल्याएको आज उनीहरू हल्ला गर्छ नि त होइन हामीहरू त राति कति साह्रै बनाउनु सक्छ तर हामीहरूलाई बिहान टाइम मिलेन त्यही भएर हामीहरू राति बनाएको हो हाम्रो टाइम हुँदैन नि तपाईँ मलाई मिल्छ हजुर खानु चक्लेट बखाले झ्याल्ली गर्दैछ है गाइस Ni yang tak kebetulan. Kabutar. Mama itu. Mama itu. Mana? Untuk berapa ni nak? Ăn đại mới lại số số. फिर छिटो फिनिस गर्नुपर्छ म त छिटो फिनिस गर्छु उसले लाग्यो भिडियोमा त्यस्तो गर्नु हुँदैन नि त यो मै खान्छ Hello, Mama. Hello, Mama. Kalau Mama keluar kan hari pasal ni. Kalau Mama tu. Apa? Jadi udah na. हजुर खानु होला चाउँछु जति खान्छु होला तपाईले मेरो पुरै चाहिँ मेरो सकी थाली जल्दी गर्यो छोरीले जल्दी गर्यो बसाले जल्दी गर्यो हाम्रो मुबाङ भिडियो च्यालेन्ज यो चौचौ हामीले 5 वटा चौचौ रम्पम चौचौ 5 वटा हामीले पकाएको थियौँ नानीले 2टा जति खायो मैले 3टा जति खाएँ त्यसमा मैले बोइल गरेको 1-2टा एक थियो बोइल गरेको र उसलाई चाहिँ 2टा एक तर उसलाई चाहिँ फ्राई गरेको केक अन्डा राखिदिएको थिएँ राखिदिएको थिएँ अनि हामीले खायौँ
मिठो भयो हैन अनि धेरै पिरो चाहिँ भयो गर्नु पनि भयो त्यसो गर्नु हुँदैन त्यसो भयो अनि हामीले खायौँ सबैलाई भिडियो कस्तो लाग्यो बेलुकाखेरि हामीले सुट गरेको त्यही भएर यो बत्ती कम भयो अलिकति राम्रो लाइट आएको छैन त्यसको लागि अब नेक्स्ट टाइम चाहिँ हामीले दिउँसोमा गर्छौँ हामीले बेलुका साँझ 6 बजीतिर यो भिडियो सुट गरेको नि त त्यही भएर चाहिँ यो भिडियोको क्वालिटी राम्रो आएको छैन मेरो ब्याकग्राउन्डमा नानी पनि सानो छोरी पनि हल्ला गर्दैछ तपाईँलाई कस्तो लाग्यो आई होप राम्रो लाग्यो होला भिडियो हेरिदिनु होला कस्तो भयो भिडियो कस्तो हामीले बनायौँ कस्तो हामीले मुबाङ गरेको तपाईँलाई कस्तो लाग्यो हामीलाई कमेन्ट गरिदिनु होला र हाम्रो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला ओके बाइ बाइ बाई बाई